सविताको घर चटपटे खानु भन्दै आएको गर्मीमा चटपटे खानु भन्दै आएको सवितालाई बन्द गर चटपट खानुलाई फोर्दा फोर्दै सकिन्छ सविताले सकेर खुर्सानी राखिदिएर हुन्छ ए चौधरी दी खुर्सानी राखिदिनु एकचोटि उल्कता उडाइदियो खुर्सानी राख्छ नि प्लास्टिकको उडायो त्यही भएर गोरुङ्गो भए पो हुन्छ र हल्का चटपटे चटपटे वाले चटपटे चटपट बनाले झटपट मेरा ग्राहक अरे सलान पनि छ नि त्यति भयो रेडी खाऊ कस्तो भयो खुर्सानी गयो नगाइन् त हामी क्या गरेका नि छोप्ने काम मात्र जानु लिएर के हो र ल फेरि अर्को फेरि आउँछ कि नुन चाहिएन नाका ठुस्छ अब कस्तो कुची भएछु र कुची फेरि कुची न अचम्म गर्ने यहाँ यो कुची लाग्ने के ल सोही कुची यस्तो छ साथी भाज खुट्टा कुचीको खानु पर्छ सवितालाई बुरा भने के भन्नु सविता हेर्नु गाइस हामी फुड कलर बनाउँदैछौँ यसरी बनाउँछौँ चटपट राखेको त्यसमा बेसन हाल्छ नि बेसन चल्छ नि त त्यही भएर यस्तो चलाउने थोरै फुड कलर हाल्ने भने हाम्रो रेडी हुन्छ चटपट हेर्ता बिहान त्यही भएर हामीले उता पठाएको कसले खाएको भाँडै तान्दै मेरा पाला फेरि उल्टी आउने मुख कस्तो आउ तिमीले प्लास्टिक गोजी हालेछ अरे मलाई दिनौ त प्लास्टिक पनि प्लास्टिक पनि त्यस्तै प्लास्टिक सुर्तीको प्लास्टिक सानो मिठो होइन सानो यो त पिरो होइन जानु यो ए के आइराख्यो त्यो पिरो हो पिरो खाँदा भ्याउ थियो अहिले भ्या जस्तो बुन्नी फुल पिरो हो त्यही भएर मिठो हो खाइसक्यो त्यस्तो तातो हाल्यो खाने होला खुर्सानी खै त यसो नपकाउँदै त्यत्रो जानु मुख पनि तिमीलाई यो प्याज खाना टक्क्याएर म चिच्चाइदिन्छ भाँडा लिएर दौडिन्छु म यसमा फेरि नुन रहन्छ यो वाइफाईका चौधरी नुन छैन कोही छैन नुन यहाँ दुईटा खाने भन्न पाएँ भन्दै थिएन चौधरीको सपोर्ट गर्ने फुड कलर हुन्छ कि यति त चाहियो हो के चरुको भुजा पनि त्यत्रो छ त के हालेको र त्यति भुजा बनाउनु के लाग्छ र केही राख्दैन फुड कलर छैन त्यत्रो पानी पनि गर्दै के हो र हाल हाल हाल
म त रुन्छु लास्टै भए हेर है सब क्या करती है म पनि तलै बस्नु पर्ने मिलाइनलाई मिलाउँदै आउँदैछ आयो 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 के हो र कुन्टा चालिएर पनि के कस्तो छ फोटो गरममा मान्छ म यहाँ चियापेर राखेको खुट्टाले कति बेला खुट्टा उफ्रिँदैन होला नि बाहिर त्यति बेला त खुब जतन गरे यो नभ्याउँछ यहाँ सर्दिन भ्याएपछि ब्यासी चाहिँ बाटैमा राखिदिनु त्यो अँध्यारो आयो क्या वाह उज्यालो कहाँ देखाइछौ र तिमीले यहाँ उज्यालो यता हेर झिलिङले त उनको जिन्दगी हाल्छ कस्तो कुरा काट्छन् यार ठाउँको ठाउँ कुरा यो हटाउ त बढी बोल्थे मजाले आयो दियो काट्दिनु एकचोटि म निचारम कहाँ भनेको कहाँ गयो तिमी भनेको नि मैले हेर कहाँ चाहिँ निचार्नु टेक्नु चटपटे दाइकी भान्जी मामा सृष्टि गोरु आहान त्यही भएर बसियो घाम भए पनि सही मलाई थाहा नि होइन यहाँ म पहिल्यै बसेको थिएँ घाम भयो अहिले आएको पहिला घुमाएर थियो अहिले सङ्गीत खानी गरी केही बोल्दिन के भन्न पर्ने हो मैले भन्छु भन यहीबाट खाने मैले कति दिन्छन् भन्दै बस्दै हेरेर कस्तो बाउला दिन्छन् भन्दै बस्दै बाउले जाम्ला भनेर तिमी हिँड्दा ठिक्क भयो ए खाऊ के त अहिले हेर सङ्गीत तिमीलाई यहाँ कसले छोडिदिएको अरे गजब बेइज्जती है जिन्दगीमा अरू तकलिफ एकातिर आफू अमिलो होला भने एकातिर सब गयो आफू अगाडि यस्तो छ गाइस भोलिबाट 3 बजे गाइस सपनामा 3 बजे हिँड्छ आजैबाट एक्लै भुत्रिँदैन त्यहाँ पनि अगाडि बाहिर
छोरी अमन सारङ्गे यो स्कुटीमा बसेको